हुँदै हामी अब सैलुङ जाँदैछौँ। ल अब हामी लाग्यो सैलुङ। वेलकम टु माई न्यू ब्लग। होइन दाइ हामी कहाँ जानु लाग्यो अब? कहाँ आइपुग्यौँ? यो के हो? के ठाउँ हुन्छ यसलाई? सबले खिचिरहेको हुन्छ नि त। पत्थरै पत्थर छ। सुकुटे रिभर फन यताबाट जाने हो। जम्मा 19 कहीँ लागिन्छौँ। ए खोला पनि छ यहाँ। यो ठाउँको नाम थाहा पाएन क्या त? के हो यो ठाउँ? यो दोलुघाटबाट 7 किलोमिटर घुटुङडुङ आयो मान्छे। अब हामी अब घुटुङडुङ हिँड्ने हो। दोलुघाट आयो। वहाँ पर राफ्टिङ हान्दैछ नि दाइ। ऊ लिएर आउँदैछ नि। ऊ रातो रातो आउँदैछ नि। ट्रेनमा आएर पनि बस्दो रहेछ नि दाइ। ट्रेन ल्याएर दिउँसो आउने होला। अनि मजाले बस्ने। अनि अब यहाँबाट अलिक राम्ररी देखेको छैन होला। इन्द्रावतीहरू इन्द्रावतीलाई दामी छ खोला त यार। आउँदैछ नि। हामी यही पल्सरमा टक्क लाएर आज सैलुङ जाँदैछौँ। यहीँ आएर बनाइयो बरु भिडियो। अगाडि अघि नै गरेन। भाइ अब आउँदैछ है अहिले। ऱ्याफ्टिङ गर्न आउँदैछ नि अरे टक्क लाएर। दामी देखिन्छ ल। बाटो डुबायो डुबायो डुबायो। माथि एउटा झरेको झरेछ। यहाँ मान्छे अड्केछ। 1 घन्टा त लाग्छ। तल खोला छ यहाँ टक्क लाएर सल्ल बढेको। सफा छ या तर है? सफा है? बवाल छ। स्कुटी बिच पनि आइसक्यो। हामी अड्क्यो यहाँ। यहाँ अलिकति अगाडि हो। ए वहीँदेखि लाइन छ यार। अब त यत्रो खसाले यहाँबाट मुडे बजार यो हो। चरीकोट 26 किलोमिटर। कोटेश्वर 99। देउराली भागखोर बजार। आलु खाएर जाने होला नि। जाउँ यसो बुझौँ पो यसहरू कहाँ पाइन्छ त खै त। यही है बजारी। यहाँबाट हामी यहाँ जाने सैलुङ यताबाट। यता चाहिँ चरीकोट जिरी अनि मन्थली यताबाट होइन। यताबाट अब हामी यताबाट सैलुङ जान्छौँ अब। ल खाजा खाना आएको यहाँ यी भ्यू हेर्नलाई। भ्यू पनि बवाल रहेछ। आलु मुडेको आलु है। यहीँ फल्छ। यहीँ फलेर यहीँ उयो भयो। पुरै यहाँबाट तलसम्म रहेछ यार। पुरै दा यार आलु। चिसो भयो। जाडो मौसममा थुक्पा चटक चटक पटक पटक बनाएर चट्ट लाएर डल्ले खोर्सानी खानुपर्छ एउटा। डल्ले खोर्सानी टक्क लाएर डल्ले खोर्सानी प्याज सबै छ यार। भ्यू हेर्दा है फेरि डेन्जर हो नि हेर्नु। सैलुङ कहाँ हो कहाँ? सैलुङ जाने बाटो आधी बाटोबाट चाहिँ यस्तो अफरोड छ।
होइन यो राम्रो रहेछ यो ठाउँ हेर्नु सल्लाह सल्लाहको बिचमा ट्याक्क लाएर बनाइदिएको रहेछ अनि बाटो चाहिँ यस्तो छ पिच गर्नलाई रेडी छ कहिले सुरु गर्छ त्यसो त फिलिली एकैछिनमा पुग्थ्यो आधी बाटो यस्तै छ आधी बाटो अप्रोच हजुर आधी बाटो खै कहाँदेखि आधी नि छैन धेरै छ त बसाइ यहाँ है सैलुङ 100 हिल्समा होटेल एन्ड रेस्टुरेन्ट कालापानी सैलुङ दोलखा र हाम्रो यहाँ आगो ताप्ने सुरु भइसकेको छ दाइ यहाँ सुरु भइसकेको छ यहीँ कस्तो रहेछ दाइ यहाँको चिसो है तर चिसो आगोले तताउँछ आगोले चाहिँ मजाले तात्ने कि अब एकछिनमा यसो रमाइलो गर्नुपर्छ अनि खाना खाएर अनि सुतेर भोलि बिहानै टक्क लाएर चट्ट यो चाहिँ फेरि बिहानै यो चाहिँ नयाँ रहेछ क्या भर्खर बनेको रहेछ यो होइन यो 16-17 दिन भएछ ल आउनु मन छ भने आयो हुन्छ सैलुङ हलिडेन्ड हिल चाहिँ ल हाम्रो कति पैसाको 250 को खाना 250 को खाना दामी छ यार एम्बियन्सहरू दामी छ क्या भर्खर नयाँ रहेछ है दामी छ हामी सैलुङको डाँडामा यो बत्ती बाल्ने भिडियो खिच्दैछौँ यो ग्रेट वाल अफ चाइना नेपालको मिनी ग्रेट वाल मिनी अब राम्रो देखेको छैन होला तर अलि देखेको छ आधी बाटो आइसक्यो हामी 6 बज्यो यो 6 अलि बजे नै क्या हो 6 लाग्यो भनेको छ ल यही हो यत्रो मोटो छ उता अलिअलि सनराइज देखि थालिसक्यो है रातो पुऱ्यो है ल यहाँ आइपुग्यो हामी महादेव गुफा जाने यताबाट लेफ्ट होइन अनि सैलुङ जाने राइट हामी अहिले सैलुङ जान्छौँ अनि एकछिनमा गुफा माथिबाट तलै झर्छ भन्दैछ गुफामा ल लेट्स गो यहाँनिर एउटा हट रहेछ यहाँ देखिएन अलि राम्ररी अलिअलि देखियो बस्ने ठाउँ यसो प्रतीक्षालय हुँदैछ हामी आज जान्छौँ यस्तो गाह्रो छ नि अँधेरो छ ध्वजा पताका छ शेर्पाहरूको ल है हाम्रो सुरु भयो बल्ल हिल्स लास्टै बत्ती बालिसक्यो यार घामले बत्ती बालेको हेर्नुहोस् है गाइज यो बिगिनिङ हो यसको टपमा पुगेपछि आउँदैछ ल जाउँ अहिले जम्मा 10 वटा जाउँ तिन घन्टा लाग्ने ठाउँमा हामी आधी घन्टामा आइपुग्यो माथि पुग्ने टार्गेट छ यस्तो छ है घन्टी बजाउँछौँ हामी एकचोटि जय घन्टी जय बालेन ओम नमः शिवाय सोर्ट अफ हिमसेन ल है गाइजी हिउँ हिजो परेछ हामी ढिलो भयो एक दिन हिउँ गएर शीतमै छ अलिअलि बाइक छ है हिउँ पर्न हिमालु भ्यू बवाल है ल सनराइज भयो
स्तूपा पागोडा यहाँ रहेछ उता चाहिँ भ्यू टावर छ भ्यू टावरबाट पनि त्यही देखिने हो तलबाट पनि त्यही देखिने रहेछ क्या त्यस्तो केही होइन रहेछ सो कले आइज त आइज ल ल ओ आइज 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 ल ल ल आइज ल आइज 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 यो नहर च्याउ च्याउ नगरिदिनु न यिनीहरूको बानी नै यस्तो हो कि हजुर जिस गएको यिनीहरूलाई जिस गएको अनि नजिस्किदिनु अलिक घोडाले खान्छ कि घोडाले हान्छ त घोडाको प्रब्लम हो नि कुकुरको होइन नि घोडा जस्तै जाने नि घर पाल्दै हो घोडाले काम दिन्छ यसले ध्यान दिँदैन होइन उठे माथि माथि उठे जम गर जम गर जम गर यस आइज आइज अलि अलि पर ल ला तँलाई ल यी त उठ्दैन होला अलिक उता जा उता 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 जा उता जा भने उता 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 यसले खाँदो रहेछ नि त यार उडेर उडी उडी दिउँ यसले खाएन ल खाँदो ल है हामी अब फोटो सेसन हुँदैछ यहाँ हाम्रो भ्याग छ हो हो यही हो है भ्यू टावर होइन त यो चिसोले रहेछ नि त है हाम्रो सैलुनको यात्रा हामी तल फर्किँदैछौँ अब होइन है ल दाइ मजा भयो अब सिद्धो हिउँ परे जस्तै छ है ब्याक टु काठमाडौँ अब ब्याक टु घर ब्याक टु होम ओइ दुनाइ रनिङ राणामा रनिङ यहाँको झन् भ्यू दामी रहेछ यहाँ त यार दाइ रमाइलो पो रहेछ झन् यहाँ त यहाँबाट देखिँदो रहेछ नि झन् थुङ्का दाइ माइतानी हो पुरै माथि ल है हामी स्याउ खाँदैछौँ इनर्जी ड्रिङ्क हाम्रो सबै थोक डाँडामा केही न केही खानुपर्छ क्या स्टिक गर्दै निकाल स्याउको लास्टै गाह्रो हुन्छ नि अब ओहो बबाल चिसो यति खाइ केही खानु पर्दैन 1 घन्टाको लागि एनर्जी चाहिँ बबाल दिन्छ कि चाहिन्छ मोडेमा किनेको 100 रुपियाँ पिसको स्याउ हो चाइनिज स्याउ बबाल मिठो छ हिँड्दाखेरि यसो नि ठाडे त्रिशुल पत्रो रहेछ त यार अहिले देखेको थिएन है अहिले देखेको थिएन ठुलो रहेछ
आउँदै रहेछ मोडीतिर गएर भएको है यहाँ नानी अब आनन्दले गए पुगिहाल्छ नि ग्रेट वाल अफ नेपाल ग्रेट वाल अफ नेपाल यही हो है बम पड्के जस्तै हो टु 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 गर्छ क्या अहिले माथिबाट गर्ने ल बाटोको राम्रो आउँदो रहेछ यार है के दामी हेर्नु पर्छ यता बुझ्दै ल गर है ल गर लास्ट स्टपै यही है ऊ त्यहाँ देखिरहेको लास्ट स्टपै यही हो तल हामी चाहिँ तल राख्यौँ यहाँसम्म आउँदो रहेछ तर जम्मा 200 मिटर माथि रे यही माथि आएर हिँडेर आउने हो नि होइन यसको पनि मजा लिनु पऱ्यो नि त अनि यहाँ त झन् धेरै छ त दाइ यार बाइकहरू है सबै त अनलाइन बुक गरेर आउँछ युट्युबर हो कहाँ भिडियो रिकर्ड गरेको भिडियो हामी युट्युबर होइन हामी भिडियो मात्रै बनाउने हो हामी हो भने अनि युट्युबरले मात्रै बनाउँछ त ल घर बनाऊ ल तिमीले बनाएको कुन चाहिँ हो कुन चाहिँ त्यो हो हाइएस्ट कसको हो भाइको नाम के हो मेरो नाम एलेन के हो तामाङ अनि तिम्रो नाम के हो मेरो छेवाङ तामाङ वाउ ए खतरा नाम रहेछ यार विदेशी नाम हो तिम्रो त्यस्तो लाग्यो तिमी भोलि पर्सि के फुटबलर बसेर हामी टक्लारै चुस्का हान्नु चुस्का बन्नुपर्छ हो अहिलेदेखि नै सुरु गर्यो भने हुन्छ एउटा बनाउनु स्टार्ट गरेर कसरी बनाउनु स्टार्ट गर्छ बनाउने हो के भनेर सुरु गर्छ ल ल कहाँ हुन्छ नम्बर कहाँ हुन्छ देखाउ त ए ल दुईजना बाँड्ने कसरी बाँड्ने त त्यो किन्ने हो यो किने हो 120 मा 120 मा कतिवटा हुन्छ 52 120 मा मलाई साथीले बेचेको ए उसले चाहिँ कतिमा किनेको थाहा छैन ल बाँड त ल बाँडेर अनि खेला त ल कसरी किन्यो अब हिँड्ने ला हो अब हिँड्न आँटेर लेट्स गो ल जाऊ ल भेटौँ है ल बाई बाई ल है अहिले जाँदाखेरि चाहिँ अँध्यारो थियो खिच्न पाएन होइन अहिले चाहिँ अब यही हो ग्रेट वाल अफ नेपाल यहाँबाट सट्ट जाने हो अनि यहाँनिर हामी चिया खाँदैछौँ यहाँनिर होइन चिया खाँदैछौँ हामी यहाँ टक्क लगाएर चुस्का ट्याक्क लगाएर हामी कति बजी दाइ 6 बजे गएर हामी 7 बजीतिर ठ्याक्कै पुगेको अनि एकछिन बस्यौँ अनि 9 बजी ट्याक्क आइपुग्यौँ 1 घन्टा बस्यौँ अनि र नजिकै छ है त्यस्तो टाढा छैन है ल सैलुङलाई अब हामीले टाटा बाई बाई गरेर काठमाडौँतिर घरतिर अब लागेको है सानो चियाहान ठाउँमा चिया खाएर अब हामी एकछिन ठक्क एकछिन भ्यू पछाडि देख्नु चाहिँ छैन है हामीले दामी देखिएको छ अब राम्ररी देखाएको छैन होला अलिकति पुरै वरिपरि हो 360 हो फेरि यता चाहिँ अलिक देखिन्छ
खाडी चौरको पुल बलेफी दामी छ हेर्नु न पानी हेर्नु न सङ्लो पानी छ यार है ल हाम्रो खाना आज लन्च यस्तो ठाउँमा लन्च पानी त के हो त यार सँगो छ त यस्तो बवाल खानाको साथमा हाम्रो खोलाको बारमा कस्तरी पल्टेको यार ल कस्तो ल दिन झऱ्यो अरे यार गरम गुलुम गयो भनेर यस्तरी गयो यार कस्तरी गयो त साँच्चीकै सुते खा त यार है सुते खा भने गरममै सुतेछ भने खै कहिले हो सबजना कहिले हो भने छेउबाट गइदिनु उताबाट झन् मजा आउँछ त है